फेरि पनि हामी आइसकेको छौँ हेडसट रनरुफमा। सो गाइज हेरौँ हाम्रो अपोनेन्टलाई हामीले कसरी हार्नेछौँ। तपाईहरू पनि भिडियोलाई हेर्दै इन्जोय गर्नुहोला। गाइज को आएको रहेछ अगाडि भन्दा यस्तो हेरेको त जेरोक्स जिरिन्डिङ एन्टरब्रेड एक्स आएको रहेछ। केही छैन, यसले सुरुमा हामीसँग डेजले पंगा लियो। अब यसलाई हामीले पंगा लिएपछि नङ्गा त गर्नै पर्यो गाइज। सो अफलाइन प्लान गर्दै साले पल्टै फुट्दैन त गाइज। ट्राई गर्दैछौँ। अलिकति ल्याङ्गे चल्दैछ नेट। अब ल्याङ चल्दैछ क्या गाइज। ल्याउनु त सुरुमा फेरि यो वान ट्याप हामीसँग डेजरसँग पंगा लिँदैछ अनि हामीले त्यसलाई नङ्गा बनाइसकेको छौँ। अर्को हेर्नु होला फेरि अफलाइन गर्दैछ त गाइज। हामी पनि अब लागेन। लागेन कतिचोटि लाग्दैन गाइज। हामीले यो एकदमै समस्या छ। लाग्नु त फेरि लाग्दो। सुपर वान ट्यापको लागि लाइक र सब्सक्राइब त्यो ठोकिदिइहाल्नु होला। अब हाम्रो गाडी सर्ट गन लिने, यसलाई हाम्रो जलवा देखाउनुपर्छ सर्ट गनको। अब सर्ट गन हातमा लिएपछि त यसको अफलाइन पनि जान्छ। अब हेर्नु है त यसलाई हामीले कसरी हान्छौँ। लागेको थियो लागेन रहेछ। लागेको यसै लाइक र सब्सक्राइब चाहिँ ठोकिदिइहाल्नु होला। हामी वान ट्याप लगाएको त्यसले हामीसँग गाइज अफलाइन प्लान गर्दैछ तर पनि हामीले त्यसलाई हानिहाल्यौँ। केही छैन, अब फेरि हानिदिने हो त्यसलाई अनि त्यसलाई हाम्रो स्वाद सघाउने हो गाइज। यति भन्दै म त्यसको एनिमीको टाउको फुटाउन गएँ। लागो गाइज। फुटेन देख्नु हो गाइज। अब ल्याङ त चल्दैछ मोर लाग्दा यसै सर्ट त दामी वान ट्याप लाग्यो। यो सर्ट चाहिँ खतरै लाग्यो। फेरि हेर्नु होला। अब यसको अफलाइन गरेको मन पर्छ। यसले अफलाइन गरेको किन त भने के हो जाने बुझी हामीसँग पंगा लिन खोज्दैछ है गाइस। यसले झट्टै लियो थ्यात्तरी। तर यसले कुन गन लियो कुन गन आलाफल र ड्रोगन लिएछ। केही छैन लागो ला गाइस दामी वान ट्याप यसै पर्छ।